गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँहरूलाई स्वागत छ फेरि पनि हाम्रो नयाँ ब्लगमा। तपाईँहरू देख्न सक्नुहुन्छ आज हामी यता बागेश्वरीतिर आएको छु। तपाईँहरूलाई आज बागेश्वरी मन्दिर देखाउने छु पुरै हेर्न सक्नुहुन्छ गाइज। यतातिर एकदमै बवाल छ आजभोलि पहिलाको भन्दा धेरै राम्रो बनिसकेछ बागेश्वरी हेर्न सक्नुहुन्छ तपाईँहरूलाई पुरै त्यहाँभित्र मन्दिर बाहिर सबै देखाउने छु। अन्तिमसम्म हेरिदिनु होला गाइज। यताबाट हेर्न सक्नुहुन्छ कस्तो आउँछ भ्यू हेर्न सक्नुहुन्छ बागेश्वरीको। पानी छ यता है, यता यो पुरानो यस्तो बवाल छ आजभोलि चाहिँ हेर्न सक्नुहुन्छ। यतातिर एकदमै राम्रो छ बवाल छ हेर्न सक्नुहुन्छ। एकदमै गर्मी छ, गर्मी भयो नि एकदमै रमाइलो भइरह भनौँ हेर्न सक्नुहुन्छ गाइज। यस्तो छ यहाँ मन्दिर छ यतातिर हेर्नु पानी सब पानी हालेर यतातिर आजभोलि राम्रो बनायो बागेश्वरी पहिलाको भन्दा धेरै राम्रो बनाइसकेछ। यतातिर हेर्न सक्नुहुन्छ, यतातिर हेर्न सक्नुहुन्छ गाइस। यतातिर बजार पनि छ बागेश्वरीको बिचमा हेर्न सक्नुहुन्छ सबैजना। यतातिर केही सामान चाहियो भने यतातिर किन्न पनि आउन सक्नुहुन्छ गाइस हेर्न सक्नुहुन्छ। एकदमै राम्रो छ यता बजार, अन्तिमसम्म हेर्नु होला गाइस। फोटोसोटो हान्ने हेर्न सक्नुहुन्छ। भित्र पनि हेर्न सक्नुहुन्छ, यता पनि पूजा गर्ने ठाउँ बनाइसकेको आज हेर्न सक्नुहुन्छ। एकदमै आजभोलि एकदमै राम्रो सफा भइसकेछ बागेश्वरी हेर्न सक्नुहुन्छ तपाईँहरूले। यताबाट मन्दिरको दर्शन पनि गराउँछु तपाईँहरूलाई हेर्न सक्नुहुन्छ गाइज। एकदमै बवाल भइसकेको छ आजभोलि तपाईँहरूले हेर्न सक्नुहुन्छ। अब यता ठुलो मन्दिरमा जाँदैछौँ हामी, यता पूजा गर्दा यता भित्रतिर नि हेर्न सक्नुहुन्छ तपाईँहरूले। ठुलो मन्दिरमा छिर्दैछौँ अब हामी यताबाट। यता भित्र नि छ पूजा गर्ने ठाउँहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले सर्व पारेर। यतातिर नि छ, यतातिर पनि छ मन्दिर यतातिर, अनि यतातिर पनि। अब तपाईँहरूलाई यता बाघको पनि दर्शन गराउँछु। यतातिरको बाघको दर्शन अहिले यता जाउँ। अब यता शिवशिलहरू दिन्छ। अब तपाईँहरूलाई बागेश्वरीको सबभन्दा ठुलो घन्टी देखाउँछु। यतातिर नि छ बागेश्वरीको सबभन्दा ठुलो घन्टी हेर्न सक्नुहुन्छ गाइस। यही मेरो बागेश्वरीको यता हेर्न सक्नुहुन्छ गाइस, सबभन्दा ठुलो घन्टी है। यत्रो घन्टी छ यहाँ। बागेश्वरी मन्दिर हो यो पुरै हेर्न सक्नुहुन्छ। यता पनि छ यताको हजुर यतातिर हेर्न सक्नुहुन्छ पुरै न एकदमै बवाल छ हेर्न सक्नुहुन्छ। यतातिर भित्रतिर पनि यस्तो छ यतातिर
गर्मी छ लास्टै। हेलो गाइज, फाइनली हामी यता विविध चोकतिर पनि पुगिसकेको छौँ। हेर्न सक्नुहुन्छ लगभग हेर्न सक्नुहुन्छ नेपालगञ्जको यस्तो धुप घाममा हामी हिँडिरहेको छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ एकदमै डेन्जर घाम छ। घाम भइरहेको नि तँलाई नि कस्तो छ घाम यहाँको? घाम धेरै छ है मा, के गर्ने गाई त्यस्तै छ है। नेपालगञ्जमा त यस्तै छ गर्मी, हेर्न सक्नुहुन्छ। लास्टै डेन्जर गर्मी छ कि, गर्मी भन्दा पनि लास्टै गर्मी छ कि नेपालगञ्जमा त, हेर्न सक्नुहुन्छ। यतातिर गाइज अब आजको भ्लग यति नै, अर्को भ्लगमा भेटौँला गाइज। ओके बाई 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 गर्दैन यार, बाई गाइज, अर्को भ्लगमा भेटौँला ल।